नमस्कार, मेरो नाम हो शङ्कर प्रसाद शर्मा। म एक नेपाली हुँ, नेपालमा बस्छु। अहिले नेपालमा के छ भने पहाडी भेगमा बाँदर आतङ्क बहुत मचिरहेको छ। बाँदर आतङ्क मचिएको हुनाले म यसमा सानो राय बताउन चाहन्छु। यहाँ हुन त महावीर पुन वैज्ञानिकले भन्नुभयो, निकाल्नुभयो बाँदर झपाउन सकिन्न भने उहाँहरूको अगाडि अब वैज्ञानिक अगाडि म त केही होइन। यसको सठिक उपाय छ। हामीले रोजाना खाने चना, चाहे कालो चना चाहे सेतो चना, घरमा ल्याउनुहोस्, मजाले त्यसलाई धुनुहोस्, किनकि त्यसमा विषादी हुनसक्छ। किनकि जनावरले खायो भने पनि जनावर मर्न सक्छ, मार्नु हुँदैन कसैलाई। एक त हिन्दू धर्ममा बाँदरलाई हामीले हनुमानको रूप भनेर धारणा पनि गरिएको छ, त्यसैले बाँदर मार्नु नै हुँदैन। दोस्रो कुरो, बाँदरले दुःख दिएको छ। ल, धेरै बाँदर छन्। पहिला थोरै अलिकति पिन्जडा मगाउनुहोस्। पिन्जडामा मेरो कुरो ध्यानले सुन्नुहोस्, यो एकदम कामको कुरो छ। जुन वैज्ञानिकहरूले सठिक गर्न नसकेको उपाय, कहिले त्यो गन बराबर पड्काएको देखाउँछ, तिनी सबैको उपाय मसँग छ। चना ल्याउनुहोस्, चनालाई मजाले धुनुहोस्। धोएपछि हाम्रो गाउँघरमा बनाउने तपाईँहरू रक्सी बनाउनुहुन्छ, ठिक छुवाएर जुन दिदीबहिनीले रक्सी बनाउनुहुन्छ, त्यो रक्सी ल्याउनुहोस् र त्यो रक्सीमा चना डुबाइदिनुहोस्। रक्सीमा चना डुबाइदिनुहोस्। डुबाइसकेपछि त्यसलाई फुल्न दिनुहोस्। फुल्न दिनेपछि त्यसलाई 10 मिनटसम्म फुलिसकेपछि, तपाईँको दिनभरि लाग्छ होला सोच्न, फुलिसकेपछि बाहिर राख्नुहोस्। साँझ त्यसलाई थोरै पङ्खा चलाइदिनुहोस् कि एकदम नगनाओस् बाहिर। त्यसले सोसेको हुन्छ भित्र त्यसपछि नरम भएको हुन्छ। त्यो चाहिँ 8-9 घन्टा त भिजाउनै पर्छ रक्सीमा, कसमा भिजाइदिनुहोस्। त्यो चाहिँ जहाँ बाँदर आउँछ त्यहाँ एउटा कपडामा फिजाएर राखिदिनुहोस्, कि एक ठाउँमा राख्दा एउटाले धेरै खान्छ, एकदम मजाले फिजाएर राखिदिनुहोस्। सबै बाँदरहरू त्यहाँ आउँछन्, त्यहाँ भएका एरियाका, तिनले खान्छन्। खाएपछि तपाईँ 15देखि 20 मिनटको भित्रमा त्यहीँ सुत्छन्। तिनी रुखमा चढ्दैनन्, त्यहीँ नजिक नजिक आली डाली यताउता त्यही भैमा पुरै सुतेका हुन्छन्। त्यसलाई पकड्नुहोस्, यता गर्नुहोस्, उता गर्नुहोस्, रक्सी यति लागेको हुन्छ तिनीहरूले दाँत पनि गरेर दाँत देखाउँछन्, अरू केही गर्न सक्दैनन्। त्यसपछि हातैले पक्रे पनि हुन्छ, कपडाले पक्रे पनि हुन्छ, जेले पक्रे पनि हुन्छ। पक्रेर जालीमा राख्नुहोस्। जालीमा राखेपछि तिनीहरूलाई पानी दिनु होला, किनकि बेसरी पानीको प्यास लागेको हुन्छ, पानी खान्छन्। त्यसपछि त्यो जालीमा हालेर तपाईँ ट्रान्सपोर्टेसन गरेर जहाँ पनि पुऱ्याएर छोड्न सक्नुहुन्छ। सबभन्दा बाँदरको यति सजिलो उपाय छ कि यो केही गर्नै पर्दैन। एउटा हाम्रो मुस्लिम साथी हुन् त, उहाँको माथि टङ्कीमा जाने, बाँदरले डुबुल्की खेल्ने, त्यही स्विमिङ गर्ने, नुहाउने, फेरि बाहिर निस्किने। उहाँलाई अब मैले रक्सी खेलाउनु भन्नु त भने मुस्लिम साथीलाई मैले के भने, एउटा मकै ल्याउनुहोस्, पोल्नुहोस्, मजाले रातो खुर्सानी लगाइदिनुहोस्, त्यहाँ त झारिदिनुहोस्, त्यहाँबाट त्यहीँ राखिदिनुहोस्। त्यहाँबाट त्यो मकै खान्छ। खाएपछि त्यसले पिरो हुन्छ, पिरो भएपछि आँखा छुन्छ, आँखा छोएपछि त्यसलाई आँखा त देख्दैन, अब ऊ आउँछ त्यही पल्टाउँछ, त्यहाँबाट छोपेर पिन्जडामा लगाएर कहीँ छोडिदिनुहोस्। हो, त्यो गरेपछि त्यो एरियाको बाँदर साफ भयो। त्यो अब त्यो खुर्सानी अलिकति तिनीहरूलाई आँखालाई हुन्छ। सबभन्दा ठुलो के छ, रक्सी छ। रक्सीले यो काम गर्नुहोस्, तपाईँका बाँदर 6 महिनामा त्यो एरिया, एक त त्यो बाँदर त्यो एरियामै आउँदैन, कुनै फुस्केर गयो भने यहाँ रक्सीको लाएर खतम पार्छ भनेर। अर्को कुरो के छ भने, त्यो एरियामा बाँदरै आउन्न, ती बाँदरै जान्छन्। हस् त हजुर, यसको अलि सठिक उपाय मैले बाँदरको बताएँ। एकचोटि तपाईँहरूले प्रयास गर्न सक्नुहुन्छ, आफ्नो खेती आरामले गर्न सक्नुहुन्छ। यसको लागि सत्य कुरा यही हो हजुर। तपाईँले बुझ्नुभयो होला। चना ल्याउने, चनालाई भिजाउने। अब 5 किलो चना हुने त बहुत धेरै बाँदरलाई हुन्छ। भिजाउने, रक्सीमा भिजाउने, थोडा ओइलाउनु दिने र राखिदिने। बाँदर आएर खान्छन्, सबै सुत्छन्। तिनीलाई समात्ने, त्यसपछि जसले समात्ने हुन्छ टोक्न सक्दैनन् हजुर। त्यहाँ त डब्बामा जाली लिएर आउने, जालीमा राख्ने, कहीँ ल्याएर छोडिदिने हजुर। निकुञ्जमा लगाएर छोडिदिने, निकुञ्जबाट उहाँ त जान्दैनन् फेरि। त्यसपछि हाम्रो सावधान हुन्छ। अरू उपाय यही हो। महावीर पुन्जी
तपाईँले यो भिडियो हेर्नु हो भने एकचोटि सोचेर हेर्नु होला। यो पढाइ माध्यमबाट आएको होइन, यो दिमाग माध्यमबाट। मेरै घरमा बाँदरले हैरान पारेपछि मैले छतमा एकजना साथीले भनेर त्यस्तै राखेर त्यहाँ रक्सी खान दिएर सुतेँ। मैले त छोपिनँ, पानी पनि दिएँ। त्यसपछि त्यो घरमा कहिले आउँदैन। हाम्रो घरमा अरूको टङ्की हैरान पर्छन्, हाम्रोमा बाँदर डरले आउँदैन, किनकि तिमीलाई थाहा छ रक्सी खुवाएर सुताइदिन्छ। त्यही भएर हजुर, हस् त हजुर, नमस्कार, जय नेपाल। अब की बार बालेन सरकार हुँदै हुनुहुन्छ, बालेनले देश बनाउनुहुन्छ, बालेनलाई सबले सपोर्ट गरौँ। हस् त सर, नमस्कार। बालेन सरकारको जय होस्, जय नेपाल।